ल आदरणीय दर्शकबिन नमस्ते। हामी अहिले भैरवी गाउँपालिका वडा नम्बर 1 जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषण नजिकै केन्द्रमा छौँ। मसँग यही अन्वेषण केन्द्रमा काम गर्ने जनकबहादुर थापा मेरो भतिज हुनुहुन्छ। केही मसिनको बारेमा जनकले जानकारी दिनेछ र हामी तपाईहरुलाई नजिकैबाट पेट्रोलियम पदार्थ अन्वेषण भित्रका मसिनहरू देखाउन गइरहेका छौँ। 4 मिटरको गहिराईमा जो ड्रिल भइरहेको थियो त्यो यहाँ हो हैन। यहाँदेखि हामीले अनि मेसिनहरू यहाँबाट चलाइन्छ हैन। मेसिनहरू यहाँबाट चलाइन्छ। हामीले पावर जोइन गर्नलाई माथि मंकी बोर्ड भन्ने माथि हो। ए माथिबाट जोइन पावर जोइन हुन्थ्यो। ए मंकी बोर्ड माथि हैन। तपाईहरुको इन्जिन यहाँबाट चलाउनलाई इन्जिनहरु तल छ। हजुर। पम्पहरु 1 नम्बर 2 नम्बर चलाउनु पर्थ्यो तल पम्पहरु। हजुर। तीनटा मेसिनहरु भयो। 1 नम्बर 2 नम्बर 3 नम्बर यी मेसिनहरु। हजुर इन्जिन यो मेन इन्जिन यो। मेन इन्जिनहरु यो। अनि यहाँबाट चाहिँ खनेको लेदो चाहिँ त्यो लेदो तपाईको उता त्यो पम्पहरुमा सर्कुलेसन भएर हजुर सबै यहाँ आउने यहाँबाट फेरि सबै उता जाने। आउनु पर्यो त भिडियो हजुरको शुभ नाम? मेरो नाम कलमबार थापा। अनि यहाँ यो पेट्रोलियम पदार्थको पहिलो चरणको काम त सकिएछ। अनि चाहिँ अहिले तपाईले चाहिँ यहाँ के काम गरिरहनु भएको छ त? मैले अहिले हालमा अब सिक्युरिटी हेरचाह यसो गरिरहेको छु। अनि यो ठाउँमा तपाईले अहिले सिक्युरिटी गरिरहँदा गाह्रो साह्रो अप्ठ्यारो केही कुनै त्यस्ता विषय छन् र? नाइ केही छैन, गाह्रो अप्ठ्यारो केही छैन, ठिक छ। अनि के छ तपाईहरुको चाहिँ अहिले रेखदेख गर्नुपर्ने तपाईको दिनमा हो कि ड्युटी रातिमा हो? दिनमा पनि छ, अब रातिमा कहिलेकाहीँ राति पनि, अब धेरै रातिमा छ, दिनमा रेखदेख यताउता। भन्नाले यहाँ सिक्युरिटी गरिरहँदा तपाईलाई गाह्रो अप्ठ्यारो त्यस्तो कुनै विषय छैन? गाह्रो अप्ठ्यारो केही छैन, विषय केही छैन। ल, समय र संवादको लागि धन्यवाद। अनि तपाईको चाहिँ अब यो काम छिट्टै सुरु भइदिए भन्ने चाहनुहुन्छ कि? छिट्टै सुरु भइदिए चाहना हुन्थ्यो। हजुर। अब कहिले हुन्छ यो? ल, आशा गरौँ यो कामको दोस्रो चरणको कामको छिट्टै थालनी हुनेछ। समय र संवादका लागि धन्यवाद। पनि देख्न सक्नुहुन्छ धेरै पाइपहरु छन्। यो सर्कुलेसन मेसिन हो यो। हजुर सर्कुलेसन। त्यसपछि हामी अगाडितिर बढ्छौँ। फेरि तपाईहरुले आज हामीले पुरै पेट्रोलियम पदार्थ अन्वेषण केन्द्रको पुरै भागहरू हामी तपाईलाई भिडियोमा उपलब्ध गराउने छौँ। हामी तपाईहरुलाई देखाउने छौँ। तपाईको यो पेट्रोलर यो नै यो तेल भयो भन्नु न। सबै मेसिनहरुमा मेसिनहरुको लागि इन्धन यहाँबाटै चाहिँ के रे यहाँबाट सर्कुलेसन हुने सबै यहाँबाटै सर्कुलेसन हुने। हजुर यो जेनेरेटरहरु भयो सबै जेनेरेटरहरु। ए यो पुरै 5-6 वटा जेनेरेटर 5 वटा हजुर जेनेरेटरहरु जति पनि सर्टिङ गर्दाखेरि चाहिँ प्रयोग हुने औजारहरू हो यो। अनि यहाँभित्र जति पनि कन्टेनर देख्नु भएको छ तपाईले, यसमा चाहिँ यहाँ चाहिँ युज हुने मेसिनरी सामानहरू मटेरियल्सहरू सबै चाहिँ यहाँ छन्। यो चाहिँ के को आवासको लागि यो बस्ने अफिसहरू यो अफिस कति राम्रो व्यवस्थापन है। ल, हामी अगाडितिर बढ्छौँ। तलतिरको भान्सा किचनवालाको पनि तलतिर पनि देखाइदिने के भान्सा किचनवाला टोयलेट रेडी। जति पनि कर्मचारीहरू यहाँ काम गर्ने जति पनि कर्मचारीहरू हुनुहुन्थ्यो त्यसमा चाहिँ त्यसको चाहिँ ब्रिफिङ हुने मिटिङ हुने चाहिँ यो मिटिङ हल हो। हामीले तपाईलाई जानकारी गरायौँ। हामी अब भित्रभन्दा पछाडि देखाउँछौँ तपाईहरुलाई। सबभन्दा मुनिको चाहिँ त्यो भान्साघर देख्न सक्नुहुन्छ तपाईले। त्यहाँ चाइनिज के अरे दुई देशको कर्मचारीहरू काम गर्ने भएको कारणले चाइनिजहरूको अलग्गै थियो र हाम्रो नेपाली कामदारहरूको भान्सा अलग्गै थियो। अनि यहाँ चाहिँ यो बस्ने आवासमा पनि चाइनिजहरूको छुट्टै र नेपालीहरूको छुट्टै थियो। अनि यो चाहिँ लन्ड्री कपडा धुने अनि चाहिँ यो तपाईहरुले हेरिसक्नु भएको छ। निकै राम्रो व्यवस्थापन, यहाँ एसी सहितको व्यवस्थापन छ। व्यवस्थापनमा त
हाम्रो चाहिँ चाइनिज सरहरूको चाहिँ अफिस हो यहाँ। कम्प्युटरहरू, सीसीटीभी क्यामेराहरू सबै चाहिँ कति ड्रिलिङ भयो, कति बाँकी छ भनेर सबै कुराको जानकारी चाहिँ यो ठाउँबाट हुँदो रहेछ। हामीले तपाईँहरूलाई देखायौँ। अहिले बन्द छ यहाँ कि 2 जना कर्मचारी र सशस्त्र प्रहरीले मात्रै यहाँ चाहिँ हेरेको छ। अहिले यो काम पहिलो चरणको काम सकिएको छ। दोस्रो चरणको काम चाँडै नै सुरु हुने चाहिँ एउटा हाम्रो अनुमान पनि छ। चाँडै सुरु पनि हुन्छ होला सायद। पुरै यो मेसिनहरू देख्न सक्नुहुन्छ। यही मेसिनबाट चाहिँ त्यो ड्रिलिङ मेसिनसम्म चाहिँ पुग्ने केमिकलहरू सबैको सप्लाई यिनै मेसिनहरूबाट चाहिँ हुँदो रहेछ। हामीले जनकले भनेअनुसार, जानकारी पाएअनुसार तपाईँलाई जानकारी गरायौँ। किनकि जनक यहाँभित्रै चाहिँ लामो समय काम गरेको मान्छे। पुरै यो मेसिनबाट ड्रिलिङ हुने ठाउँसम्म यहाँबाटै चाहिँ केमिकल सप्लाई हुँदो रहेछ। अब यहाँ थुप्रै सामानहरू छ, थुप्रै चाहिँ औजारहरू छ, थुप्रै चाहिँ मटेरियल्सहरू छ। अहिले यो काम यहाँनिरै पहिलो चरणको काम स्थगित भएको छ। बाँकी चाँडै नै दोस्रो चरणको काम सुरु हुनेछ भन्ने चाहिँ सरकारको तर्फबाट पनि कुरा छ र हामीहरूको चाहिँ आशा पनि चाँडै नै यो काम छिटो सुरु हुनुपर्छ। र ल्याब नतिजामा चाहिँ के आउँछ, यहाँ साँच्चीकै पेट्रोलियम पदार्थ छ कि ग्यास छ कि भन्ने कुराको पर्खाइमा छौँ। भिडियो मन परे लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस्। धन्यवाद।